आइपुगाइएको छोडेको नि हैन भाई को पोच टुपी ए टुपी वाला भाई ए त्यो दुईटा काम खाँदैछ यो त्यतै कसै दिए बडी दामी भाइ ल वाउ हाम्रो दोगला पाची पानीमा खाउन गइरहेछ पुरै न भिजालिए भिज गेलै गाईजहरु यो यसलाई नुहाते यसलाई गाईजहरु न गाईहरु ताले लगा त्यसलाई ताले लगा हालेले प्राउने न रहि जाऊ मत आको नौ डाँडा काटेर कान्छी तिमीलाई मोटरमा राखेर हेलो गाइस भाइ भाइ से 2 किलोमिटर तक पहुंच जाना था यही कुरा पुना गई तो चल रही ये साथ ये सूट बूट लगा के खाली कल फोन हो ना मुर्गा भरा सुने ना मुर्गा भरा में जाई छी अरे यार कैसे कैसे लोग रहते हैं यार यहाँ पर मुर्गा भरा में देख ले क्या करो हेलो गाइस वेलकम बैक टु माय YouTube च्यानल सुरज ब्लग त हामीहरु आज गइरहेको छौ साथीहरु हेटौडा आएको छु हैन हामीहरु आज पुरै मजाले घुमघाम गर्ने हो यता उ साथीहरु पुरै इन्जॉयमेन्ट गर्दै हामीहरु उता पहाडतिर गइरा छौं पहाडको भ्यूज पनि हामी तपाईलाई देखाउने छौं पुरै रामरी हेर्नुस् साथीहरु उता हेर्न सक्नुहुन्छ हैन हामी उता माथि पुरै गइरा छौं जानेवाला छौं अहिले बाटोमै छौं हामी पुरै माथितिर छ के पुरै चढ्दा अब पुरै हालत खराब भइसक्यो हाम्रो अब हेर्न सक्नुहुन्छ त साथीहरु पुरै साथीहरु सबै थाकिसकेको छ हेर्न सक्नुहुन्छ बाइकको पनि हालत खराब भइरहेछ माथि चढ्न धेरै माथि छ पुरै स्पिडमा छ बाइक पनि पुरै साथीहरु हेर्न सक्नुहुन्छ पुरै पछाडी हेर्नु सबै आफ्नो रुम खोजिरहेछ कहाँ छ मेरो रुम भनेर पुरै हेर्न सक्नुहुन्छ कितने तेजस्वी लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं जी पुरै पहाडको कारण रुम हेरिरहेछ कहाँ छ भनेर त्यसैको लागि झगडा गरिरहेछ रुम मेरो यहाँ छ त्यहाँ छ भन्दै जानु छैन चर्चर घाम लागेछ हैन पुरै हल्ला गर्दै छ साथीहरु हेर्न सक्नुहुन्छ पुरै हेलो गाइस ए उठाले रे देवा उठाले रे बाबा पुरै पहाडवाला एरिया हेलो गाइस गम पछाडे सबभन्दा मेन डोगला यही रहेछ बिचको यो वाह क्या सीन है गर्मी बहुत है इसीलिए हम काले हो गए देखा तू फलो चालू को ले जा रही है हंस के लिए भाई टेढ़े बने थे टेढ़े बना तो ये ना रहेगा क्या रहेगा ये देखो पूरे ना 10 ले 10 करे पर सीधे जगह नापे आइसी यार यही हो हाम्रो ग्रुपको एकदमै रेस्पेक्टेड पिपुल यही नहीं अभी और सुनिए ए भाई वो हरे के माल बनाना कहू जामुनको गाछी पाकल कहाँ ये रंगशाला में हम लेते हैं कुछ जरूर रही साँझ में चले के उतर हम पहले साँझ में चले के तेरो आप जंगल में प्रवेश हामी पुग्न थाल्यो अब हामी ठन्डै चल न अब तपाईलाई यहाँ हेर्नुस् तलको भ्यू देखाउने छु पुरै तल छ अझै अब बल्ल बल्ल माथि चढ्न आएको चलेर आएको अब फेरि तलै जानु छ
फेरि तलै जानु त्यो रनिङमा अलिक फर्स्ट हुन्छ क्या त्यही भएर अलि धेरै कुद्छ अस्ति फर्स्ट भएको थियो क्या रनिङमा होइन त्यो त्यही भएर अलिक चाँडै कुदिरहेको छ ऊ यस्तो हो क्या फर्स्ट विद्यार्थीको हालत त्यो फेरि रनिङमा मात्रै अरू केहीमा छैन सबसे अगाडि अब नम्दो कहिले लाग्छ उतिकै त साथीहरू हामी आइसक्यो पुरै अब पुरै चिसो मौसम पुरै चारैतिरबाट त जङ्गलै जङ्गल हेर्न सक्नुहुन्छ तपाईँहरू यिनीहरू हेर्नुहोस् अब यिनीहरू अर्कै दिमाग लगाइरहेको छ म त आको नौ डाँडा काटेर कान्छी तिमीलाई मोटरमा राखेर मनको रहरा कान्छीलाई घुमाउने काठमाडौँ हेर्न सक्नुहुन्छ तपाईँहरू पुरै वेटिङमा पुरै अब रुख गनिरहेको छ यिनीहरू होइन रुख गन्छ अब कतिवटा रुख छ भनेर गन्छ बाध्यता उनी जाइ बोलो बोलो आयो आमा यता के छ तपाईँ उता घाँस काट्न जानुभएको थियो घरबाट आउँदै ए ल ल आमा धन्यवाद त गाइज यता आमालाई पनि थाहा छैन के छ भनेर हामी पुरै अब के छ भनेर हेर्दै गइरहेछौँ केही न केही त पक्कै हुन्छ होइन हेरौँ के हुँदो रहेछ झन् तल गइरहेछौँ हामी पुरै माथिबाट पुरै तल आयो फेरि तल झर्दैछौँ अझै हेर्न सक्नुहुन्छ तपाईँ माउन्टेन होइन तर माउन्टेन जस्तै पहाड छ So guys, how are you feeling? Guys, तपाईहरुलाई कस्तो लाग्दै छ त? कृपया सुपर ब्लगलाई अनसब्स्क्राइब गरिदिनु होला। चीटिंग करता है तू, चीटिंग करता है तू। यो काम छैन। यति भए पनि पुग्छ गाइज। तर सब्स्क्राइब गर्नै पर्छ तपाईहरुलाई अनसब्स्क्राइब गर्नको लागि। हेर्न सक्नुहुन्छ यिनीहरूको पुरै कोही बात नहीं 20 को सब्सक्राइब पुगा देवे के है के कर कसको फेस आएन हजुर भन्नुस् यो बाँसमा लाएर हामी यहाँ भिडियो बनाएर छु साथीहरु के गर्नु ब्रेकै लगी हैन अच्छा ठीक है। इस सज्जन को क्या तकलीफ है भाई? खाली रास्ते साथीहरु यहाँ अगर हम करें तो करें क्या, बोले तो बोले क्या। पुरै जति तल गए पनि पुरै तलै तलै छ अझै पार्क चला न नीचा में पार्क भन्दा भन्दै यहाँ पुरै खाने पानी का चीज बोलका मतलब सिस्टम बनाइरहेकी रिजर्भ भाइ यहाँ हेर न यस्तो नहोस् कि हामी पुरै बजारमै पुग्नु पर्छ। कैसा लगा मेरा मजाक? छैन साथीहरु म फर्स्ट टाइम आएको के त्यही भएर थाहा छैन हैन यिनीहरू यहाँको बासिन्दा हो के यहाँको यिनीहरूको बासिन्दा यही घर छ जन्मेको ठाउँ यही छ यो तपाईलाई लाग्छ होला यो मधेसीको होइन पहाडीको छोरो हो भनेर गजब बेइज्जती है। ओहो यतै बहुत जन्मेको हो के साथीहरु यतै बाबा
यतै जन्मेको हो भनेको घर पनि यतै छ होइन देखो पार्क तो आप पार्क खाली बालु रे कसको पार्क है फुल इन्जोयमेन्ट गर्दै हामीहरू पुरै रे साला पार्क में चल के लु दाट सबै थाकिसक्यो अब तल नजाने भनिरहेछ तल अब केही पनि छैन होइन साथीहरू सक्नुहुन्छ जति गए पनि पुरै बाटो छ अब कहाँ पुग्छ मलाई आफै थाहा भएन होइन यहाँको बासिन्दाहरूलाई यहाँको थाहा छैन के कहाँ छ बाटो के छ भनेर मलाई भनिरहेछ हिँड घुमाइदिन्छु भनेर होइन तर के भन्नु घुमाउन ल्याएको जङ्गल अब कता घुमाइरहेछ केही थाहा छैन मेरे को तो ऐसा धक धक हो रहा है मेरे को भी हो रहा है आई पुगाइएको छोरी कि हैन रुको जरा सबर करो ए टुपी वाला भाई यो के हो वाह क्या सीन है यो भाई भाई यो पोज हैन अस्ति बन्दै थियो छोरा छोरी पाइसक्यो हैन बड़ा हरामी हो बेटा अनि टिकटकमा अस्ति म्यासेज गरेर किन रिसिभ भाइ हुनु पर्छ के भाइको पोज टुपी ए टुपी वाला भाइ ए त्यो दुईटा जिग्री छ ल त्यो जिग्रीहरु ल बेल्ट लगाउले बेल्ट देखि जिग्रीहरु ओ 1 मिनेट भएन यो अनेरवा जिग्रीहरु ए भाइहरु 1 मिनेट ओ भाइहरु खोला ल हामी यहाँ सक्दी खोलामा जाँदैछौँ नुहाउनको लागि अभी मजा आएगा ना भिडो त्यो खोलामा अब पानी छ कि छैन त्यो त्यहाँ पुगेर थाहा हुन्छ अहिले यो भाइहरु कुद्न थालेछ पुरा खोलाको भ्यू हेर्नको लागि ब्लगर मेन ब्लगर बेसी गर्नु छैन यो खाली केटीहरुको चक्करमा यो खोलामा हिँडिरहेछ बंद करो हाथ जोड़ के मैं साथीहरु हेर्न सक्नुहुन्छ आइसक्यो आप सुन रहे हैं आरके टाइगर की आवाज केते गही रे बॉडी गाडी भाइ ल वाउ मजा आया हामी लुगै ल्याएको छैन हाम्रो पार्टी पानीमा नुहाउन गइरहेको वाह क्या सीन है पुरै न भिजालिए भिज गेलै अब यहाँ त्यो के भनिरहेछ जुत्तालाई पेनिरहेछ हम मालूम है तेरे बाप को मत सिखा चल भाइ गाईजहरू यो यसलाई नुहाउँदै यसलाई गाईजहरू न साथीहरु यो फूल हेर्न सक्नुहुन्छ बड़ा हरामी हो बेटा जामुनको गाछीमा फूल फुलेको छ यो कुन फूल हो थाहा पनि छैन हामीलाई
अब यहाँ साथीहरू तपाईँहरू भन्न सक्नुहुन्छ यो कुन फुल हो कमेन्टमा कमेन्ट गर्नु होइन यो कुन फुल हो भनेर यिनीहरू भनिरहेछ मेला लाउनुपर्छ अब यहाँ यो फुल फुल्यो भनेर यस्तो यस्तो साथीहरू छ मेला घुम्न पायो भने त यिनीहरूलाई त के छ र फेरि अबे जल्दी बोल कल सुबह पनवेल निकलना है यो बढी बोल्ने इस सज्जन को क्या तकलीफ है भाई यो भर्खर यो स्विमिङ पुलमा त आएको छ यो स्विमिङ पुलमा म पसेर आएको ढगाल्ने मान्छे चाहिँ कुकुर हो कितने तेजस्वी लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं जी साथीहरू अब हामीहरू पुरै सेती खोलाबाट अब हामी घरतिर जान थालेको होइन अब रुमतिर हेटौडा भन्दा हामी धेरै यता तलतिर आइपुगेको थियौँ हेटौडा भन्दा पुरै छोडौँ पानी चढेको छ अब पुरै पानी पर्ने जस्तो भइसकेको छ पुरै अघिसम्म त घाम लागिरहेको थियो अब हेर्न सक्नुहुन्छ तपाईँ पुरै पानी पर्ने जस्तो भइसकेको छ पुरै अब हामीहरू छिटो हिँड्न थालेको अब पुरै रुमतिर पुग्नु छ रुम धेरै टाढा छ हिँडेर आएको छौँ हामी होइन इन्जोइङ गर्दै साथीहरू मेरो दुईटा साथी उतै गएको छ अब कता गयो फेरि उतै पछाडि नै बसिसकेको छ अरू बाँकी त यहीँ छ होइन तपाईँ पनि गर्न सक्नुहुन्छ अघिसम्म धेरै थियो अहिले हेर्नुहोस् दुईजना कहाँ गयो उतै गएको छ अब पछाडितिरै छ हामी हिँड्न थालेछौँ साथीहरू हेर्न सक्नुहुन्छ 5 मिनट भइसक्यो अब बल्ल निस्केछ यिनीहरू हामी वेटिङमा थियौँ अब के गरिरहेको थियो यिनीहरू खोइ थाहै भएन भेस्ट खोलेछ त कमाल है यार कैसे लोग रहते हैं यार यहाँ पर साथीहरू आयो यिनीहरू होइन कहाँ गएको थियो भाइ तिमीहरू अब साथीहरू उता गइसक्यो पुरै यिनीहरूलाई भोक लागेको छ होइन भोक लागेको छ यिनीहरू अब छिटो जान थालेछ पानी पनि पुरै पर्ने मौसम भइसकेको छ दाह्रो पारिसकेको छ तिनीहरूको काम हेर्नु त इतने तेजस्वी लोग हैं हमारे पास बल्ल रुक्यो भाइ नभए त हामी त जान्थ्यो के गर्न खोजे तिमीहरूले मार्नै खोजिरहेको छ हामीलाई साथीहरू हेर्न सक्नुहुन्छ हामी धेरै नै माथि आइसक्यो त्योभन्दा पनि होइन ऊ अझै माथि जानु नै छ हेर्न सक्नुहुन्छ यिनीहरूको पुरै आउँदा गर्मी भइसकेर पुरै भेस्ट खोलेछ होइन यो ढुङ्गा फ्यालेर बिच बाटोमै राखिदिन्छ यिनीहरू काम पाउँदैन यिनीहरूको हेर्नु न अझै फालिरहेछ ढुङ्गा अझै फालिरहेछ यिनीहरू आउँदा यहाँ गर्मी भइसक्यो पुरै अब चढ्न त झन् अप्ठ्यारो भइरहेछ बस आइरहेछ पुरै बस पनि यो बाटो हिँडिरहेछ अघि थाहा भएको भयो हामी आउँथ्यो होइन साथीहरू बस हेर्न सक्नु तर मान्छेहरू छ होइन मीडिया में बनाउनु त क्यामेरा छ ओरिजिनल क्यामेरा अभी तो बाबू के लागि पनि हेराइदिन्छ
ल बाबु चीज हाल्यो मजा आया। फाइनली गाइज हामी अब रुमतिर पुग्न थाल्यौँ होइन। आजलाई यति नै होइन साथीहरू, भोलि अर्को भ्लग आउनेछ। भोलिको भ्लग हुनेछ ठुलो शहीद बड़ा हरामी हो बेटा। शहीद स्मारक, यहाँको हेटौडाको शहीद स्मारक र मनकामना मन्दिर। रोडको पनि हुन्छ अलिअलि, त्यो पनि हेरेर तपाईँहरूलाई प्रशस्त पुरै मनकामना मन्दिर र शहीद स्मारकको भ्लग देखाउने नै छौँ। आजको लागि यति नै, धन्यवाद। एकचोटि च्यानललाई लाइक, सब्सक्राइब र सेयर पक्कै गर्नुहोला। धन्यवाद। जय नेपाल, जय मधेस।